皆さん、こんにちは。元気ですか？今日もよろしくお願いします。आज चाहिँ हामी लेसन 16 कोड मिनिङ पढ्न जाँदैछौँ। स्टार्ट गरौँ है त। सुरुमा रहेको छ नोरिमास। देन्स्या नि नोरिमास। नोरिमास भनेको चाहिँ चढ्नु भन्ने बुझिन्छ भने देन्स्या नि नोरिमास भनेको ट्रेनमा चढ्नु भन्ने बुझिन्छ हैन। देन्स्या ओ ओरिमास ट्रेनबाट ओर्लिनु। नोरिखाइमास भनेको चेन्ज गर्नु। जस्तै एउटा ट्रेनबाट ओर्लिएर अर्को ट्रेनमा चढ्नुहुन्छ भनेपछि त्यसलाई के भनिन्छ त? देन्स्या ओ नोरिखाइमास भनिन्छ। आबिमास अथवा स्यावाओ आबिमास भनेको चाहिँ नुहाउनु भन्ने बुझिन्छ। इरेमास इरेमास भनेको पुट इन गर्नु अथवा इन्सर्ट अथवा हाल्नु भन्ने बुझिन्छ। जस्तै तपाईको चाहिँ एटीएम कार्डमा कार्ड हाल्नु भन्ने बुझियो, ठीक छ। अनि दासिमास दासिमास भनेको चाहिँ निकाल्नु भन्ने बुझिन्छ। जस्तै कार्ड हालेपछि त निकाल्नु पर्यो हैन, त्यसलाई के भन्छ त? दासिमास भन्छ। अथवा कुनै ठाउँमा बाट जस्तै केही सामान निकाल्नुहुन्छ भनेपछि त्यसलाई के भनिन्छ त? दासिमास भन्ने बुझिन्छ, ठीक छ। र रिपोर्ट सबमिट गर्नलाई भने पनि दासिमास भन्ने बुझिन्छ हैन। तर त्यो चाहिँ यसमा अहिले लेसनमा छैन। जस्तै दासिमास भनेको चाहिँ सबमिट गर्ने भनेर पनि बुझिराख्नु होला अहिलेलाई चाहिँ। अनि त्यसपछि गएर ओरोसिमास। जस्तै ओखाने हो ओरोसिमास। एटीएम कार्डबाट पैसा निकाल्नु पर्यो भने एटीएम मेसिनबाट भनेको छ त ओखाने हो ओरोसिमास भनेको। ओरोसिमास भनेको के बुझिन्छ रहेछ त तपाईको? निकाल्नु भनेर बुझिन्छ हैन। जस्तै ओरोसिमास भनेको चाहिँ सामानहरु झार्ने भन्ने पनि बुझिन्छ है। हाइरिमास हाइरिमास भनेको छिर्नु। जस्तै अब दाइगा कुनै हाइरिमास भने चाहिँ तपाईको युनिभर्सिटीमा चाहिँ एडमिसन लिनु भन्ने बुझिन्छ है। अनि त्यसपछि गएर तपाईको देमास देमास भनेको निस्किनु। दाइगाको देमास भनेको चाहिँ दाइगाको अथवा युनिभर्सिटीबाट चाहिँ ग्रेजुएट हुनु अथवा सकिनु भन्ने बुझिन्छ, ठीक छ। अनि ओसिमास ओसिमास भनेको थिच्नु अथवा प्रेस गर्नु अथवा पुश गर्नु धकल्नु भन्ने पनि बुझिन्छ। नोमिमास नोमिमास भनेको पिउनु हैन। हाजिमेमास हाजिमेमास भनेको स्टार्ट गर्नु। केनगाकुसिमास भनेको कुनै ठाउँ चाहिँ भ्रमण गरेर पढ्नु। जस्तै नेपाली भाषामा भन्दाखेरि तपाईको शैक्षिक भ्रमण टाइपको भन्ने बुझिन्छ हैन। देनुवासिमास देनुवासिमास भनेको चाहिँ फोन अथवा कल गर्नु भन्ने बुझिन्छ। यसको तल रहेको छ तपाईको वाखाई वाखाई भनेको यङ अथवा जवान। अनि जवान मान्छे भन्नेखेर चाहिँ तपाईको वाखा मोनो भनेर भन्ने गरिन्छ, ठीक छ। नागाई नागाई भनेको तपाईको लामो। मिजिखाई भनेको छोटो। आखारुई भनेको उज्यालो। कुराई भनेको चाहिँ अँध्यारो। खारादा भनेको शरीर अथवा बडी। आत्मा भनेको टाउको। अनि आत्मागा ई भनेको चाहिँ तपाईको चाहिँ राम्रो दिमाग भएको अथवा स्मार्ट भन्ने बुझिन्छ, चालाक भन्ने पनि बुझिन्छ। खामी खामी भनेको चाहिँ योभन्दा अगाडि पेपर भन्ने पढ्नु भएको थियो भने यसमा चाहिँ खामी भनेको तपाईको चाहिँ कपाल भनेर बुझिन्छ। खाउ खाउ भनेको फेस भयो, फेस अनुहार हैन। अनि मे मे भनेको आँखा। मिमी भनेको कान। हाना भनेको नाक। कुची भनेको माउथ अथवा मुख भइहाल्यो। अनि हा हा भनेको चाहिँ दाँत। ओनाखा भनेको पेट। आसी भनेको खुट्टा। से भनेको हाइट। साबिसु साबिसु भनेको सर्भिस। जोगिङ्गु जोगिङ्गु भनेको चाहिँ जगिङ गर्नु अथवा एक्सरसाइज गर्नु भन्ने बुझिन्छ। जोगिङ्गु सिमास। स्यावा स्यावा भनेको सावर नुहाउनु भन्ने भइहाल्यो हैन। मिदोरी मिदोरी भनेको चाहिँ तपाईको ग्रीनरी अथवा चाहिँ हरियाली भन्ने बुझिन्छ। ओतेरा अथवा तेरा भनेको मन्दिर भइहाल्यो। सिन्जा भनेको चाहिँ जापानको चाहिँ एक किसिमको ओतेरा अथवा मन्दिर भन्ने बुझ्ने होला हैन। अनि बान बान भनेको नम्बर। जस्तै इचिबान भनेको 1 नम्बर, निबान भनेको 2 नम्बर, यसरी बुझ्नु होला। दोयात्ते भनेको कसरी दोयात्ते भनेको कसरी। दोनो भनेको विच वान। जस्तै दोनो हितो देशका कुन चाहिँ व्यक्ति हो भनेर चाहिँ भन्ने बेला चाहिँ युज हुन्छ दोनो हितो हैन। दोरे दोरे भनेको चाहिँ कुन चाहिँ सामान। दुई तीनवटा छ नि, तपाईले चाहिँ दोरे विच वान भन्नु पर्यो भने के भन्नुभयो त? दोरे देशका भनेर युज गर्न सक्नुहुन्छ। अनि रेन्सिसीमा चाहिँ तपाईको सुगोई देशनै भनेको चाहिँ कस्तो राम्रो देश अमेजिङ भनेर बुझिन्छ। यी माता माता देश भनेको अझै भएको छैन हैन। जस्तै तपाईले चाहिँ कसैले निहोङ्गोगा जेउजु देश नै भनेर सोध्यो भने जापानिज भाषामा ट्यालेन्ट हुनु रहेछ है भन्यो भने तपाईले चाहिँ यी माता माता देश भनेको चाहिँ तपाईले चाहिँ अझै ट्यालेन्ट भएको छैन, अझै चाहिँ मेहनत गर्न बाँकी छ हैन। अथवा चाहिँ आफूलाई चाहिँ टेन्सोको रूपमा चाहिँ प्रस्तुत गरेको आफूले चाहिँ बयान नगरेको भन्ने तरिकाले बुझिन्छ हैन। अझै पुगेको छैन, अझै मेहनत गर्नुहुन्छ भन्ने भयो। योमा रहेको छ
ओहिकी दासी देशका भनेको पैसा निकाल्नुहुन्छ भन्ने सोधेको ओहिकी दासी देशका पैसा निकाल्नुहुन्छ माजु भनेको सुरुमा चुगिनी भनेको त्यसपछि क्यासियो कार्ड हो भनेको चाहिँ क्यास कार्ड अथवा एटिएम कार्ड भइहाल्यो आन्सियो बाङ्गो भनेको तपाईँको पिन कोड जुन 4वटा बटन थिच्छौँ हामीले पैसा तिर्ने बेला त्यसलाई के भन्छ त आन्सियो बाङ्गो किनगाकु भनेको चाहिँ कति पैसा निकाल्नुहुन्छ त्यो पैसा निकाल्ने एमाउन्टलाई चाहिँ के भन्छ तपाईँको किनगाकु भनेर भन्छ अनि त्यसपछि तल तपाईँको खाकुनिन भनेको चाहिँ कन्फर्म गर्नु जस्तै खाकुनिनो सिमास भनेको चाहिँ कन्फर्म गर्नु भन्ने बुझिन्छ बोतान भनेको चाहिँ बटन भन्ने भइहाल्यो ठिक छ त्यो जुन बटन हुन्छ नि थिच्ने त्यसलाई के भन्दो रहेछ त बोतान अनि यसको तल चाहिँ तपाईँको जेआर भनेको चाहिँ जापानिज रेलवेज भन्ने बुझिन्छ जेआर युकी माचुरी भनेको चाहिँ स्नो फेस्टिभललाई के भन्छ तपाईँको चाहिँ हिउँ फेस्टिभललाई के भन्छ युकी माचुरी बान्दोन भनेको तपाईँको इन्डोनेसियामा रहेको एउटा ठाउँको नाम फुरानकेन भनेको चाहिँ जर्मनीको एउटा ठाउँको नाम भइहाल्यो भेराकुरासु भनेको तपाईँको मेक्सिकोमा रहेको चाहिँ एउटा ठाउँको नाम भइहाल्यो अनि उमेदा भनेको चाहिँ ओसाका भन्ने ठाउँमा रहेको एउटा जिल्लाको नाम अनि दाइगाकुमाए भनेको चाहिँ एउटा काल्पनिक बस स्टपको नाम भइहाल्यो र लेसन 16 को कोड मिनिङ पनि सकियो आशा छ तपाईहरुले बुझ्नुभयो होला अहिलेसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद यदि हाम्रो भिडियोले चाहिँ तपाईको जापानिज भाषाको सिकाइमा केही सहयोग पुर्याएको छ भनेपछि हाम्रो च्यानल सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट पनि गरिदिनु होला जय मिनासन आरिगातो गोजाइमास माता ने